आज चाहिँ बिहानको 7 बज्दैछ अनि आज चाहिँ हामी अबुधाबी जाँदैछौँ। सो लेट्स गो टु अबुधाबी। कति कामहरू छ बाटोमा, यसो आज नि बेगिन भ्लग बनाऊँ भनेर हराउनेको जो आइपुग्छ चाहिँ भाइ। अहिले चाहिँ मान्छेहरू कोही वाक गर्दैछन्, कोही के गर्दैछन्, अनि म चाहिँ लाग्दैछु कामतिर। यसै भिसा पाएगा। सो अहिले चाहिँ हामी अबुधाबीको लागि एन्ट्री गरिसकेका छौँ। लगभग 3 किलोमिटर आयो होला, जाँदैछौँ। अबुधाबीमा कति मलाई ग्रिनरी लागिरहेको छ यार, दुबई हेरिकन चाहिँ हाइवेमा। अहिले चाहिँ पेट्रोल पम्पतिर छौँ, भर्खरै पेट्रोल हाल्यौँ। सो अब चाहिँ म घर जाँदैछु अनि अबुधाबीको आज काम भ्याइयौँ। बाटोमा केही छ भने म देखाउँछु। अब चाहिँ घर हिँड्यौँ, सिट बेल्ट चलाउनुपर्छ। ल अब चाहिँ घर हिँड्यौँ, सिट बेल्ट चलाउनुपर्छ। लाएन भने फेरि फाइन आउँछ, राम्रो फाइन आउँछ, फाइन पनि। अब चाहिँ बाहिरको जस्तो छ, अहिले त बस हाइवेतिर कनेक्ट हुन जाँदैछौँ। वान्स हाइवेतिर कनेक्ट भइसकेपछि खालि हुन्छ 100-120मा, यहाँनिर चाहिँ 40-50मा कुदिरहेको छ। सो हाइवेतिर केही छ भने म अपडेट गराउँछु। मलाई अबुधाबीको एकदम राम्रो कुरा चाहिँ के लाग्यो भने लेस ट्राफिक छ यहाँ दुबई हेरिकन, अनि सिग्नलमाथि साह्रो फसिन्न। अब भनौँ न दुबईमा जो बसिरहेको छ उसलाई त प्रायः थाहा नै छ होला, लाइक ट्राफिक जब हुन्छ नि आफ्टर वर्क कस्तो हुन्छ भनेर। इट्स लाइक स्याटरडे आज, तर हुन त अबुधाबीमा आज स्याटरडे पनि छुट्टी छ। त्यो चाहिँ अराउन्ड रफली कति बजी एक्ज्याक्टली म टाइम हेर्छु ल। अहिले 4:58 गाह्रै छ, भनेको 5 बजी रफ्ली यहाँ, भनेको अफिस छुट्ने टाइम नै हो यदि कोही मान्छेले काम गर्दैछ भने। तर आज ट्राफिकहरू बिल्डअपहरू केही पनि छैन यहाँ चाहिँ। तर यही चिज मैले दुबईमा गएर हेरेँ भने इट्स कन लाइक म आधी 1 घन्टा मजाले फस्नेवाला छु। यहाँ चाहिँ त्यो छैन। यहाँ चाहिँ त्यो चाहिँ एकदमै मलाई ठिक लाग्यो अबुधाबीमा चाहिँ। यहाँ चाहिँ आज म फर्स्ट टाइम अबुधाबी लाइक बाई पर्सनल भेहिकल ट्राभल गर्दैछु। पहिला चाहिँ लाइक युजली म बाई बस केहीबाट ट्राभल गर्थेँ, तर खासै याद हुन्न थियो। सो लेट्स सी के हुन्छ। इधर से नहीं हाईवे मेन रोड से पकड़ो। फिर वो तो सिर्फ ऐसा ऊपर जाना है ना। यस थोड़ा आगे से, अभी नहीं। मैं तुमको बोला उधर जाना तो देखो, अगर ब्रिज से जाना था तो इधर। अब चाहिँ हामी दुबईतिर छिर्दैछौँ। अलाइन छ यता चाहिँ, अलाइन ब्युटिफुल सिटी छ। एक दिन म अलाइनको नि भ्लग बनाउँछु। मोर ग्रिनरी छ यता भन्दा चाहिँ अबुधाबी या दुबई भन्दा। दुबई चाहिँ मोर लाइक स्काई स्क्रेपर जस्तो छ, स्काई स्क्रेपर धेरै छ नि त। अनि यहाँ चाहिँ लाइक ट्याक्क मजाको छ। अबुधाबीमा नि ग्रिनरी त छ, तर ठाउँ हेरिकन छ, सबैमा त छैन। तर हाइवे हेरिकन चाहिँ आई लभ अबुधाबी। अब हामी यो एक्जिट पक्रियो भने चाहिँ अब हामी शेख बिन जायद रोड आउँछौँ। यताबाट अनलाइन रोड छुट्यो, यताबाट एउटा ठुलो ब्रिज राउन्ड एबाउट गरेर गयो भने मोहम्मद बिन जायद रोड। ल एक्जिट लियौँ अब चाहिँ घरतिर पुगिन्छ। यहाँबाट रफली 1 घन्टा 52 मिनट देखाएको छ। ट्राफिक छैन भने अलिक चाँडै पुगिन्छ। गाडी कतिको कुदाइन्छ भन्ने कुरा हो। अब हाम्रो ड्राइभर साहबलाई त बिस्तारै चलाऊ भनेको छु। हेरौँ, हामी चाहिँ खास गरी आज रफली 125 किलोमिटर छ क्यारे, लाइक स्पिड नै छ, स्पिड लिमिट 140 छ। अनि हाम्रो घर पुग्ने टार्गेट चाहिँ 1 घन्टाको छ कि। सो 145 भनेको नेपालको लागि भनेको धेरै नै लामो बाटो हो नि त। यहाँ भनेको जस्ट एन आवरको टाइम ट्राभल हो कि। सो ड्राइभ सेफ। यहाँ हाम्रो क्यामेरा टावर छ, एक स्पिड पनि माथि गयो भने यसले हामीलाई फाइन ठोकिहाल्छ।
अहिले हामी स्पिड छौँ होला रफली 132 मा कुदिरहेछ गाडीहरू मजाले। यो चाहिँ हाम्रो दुबईको लास्ट मेट्रो स्टेसन लाइफ फार्मेसी। अब चाहिँ हामी शेख जायद रोड हुँदै घरतिर जाँदैछौँ। र गाई चाहिँ अब चाहिँ यहाँबाट चाहिँ मेट्रो जाँदैछ नेसनल बेन्चतिर। हामी चाहिँ घरतिर लाग्दैछौँ। ल क्यान्सिल मेट्रो। ल यो चाहिँ नयाँ रेल हो अबुधाबीबाट कनेक्ट गर्ने। यो जान्छ जुमेरा गल्फ स्टेटमा भएर कनेक्ट गर्छ। हाम्रो रेड लाइन आयो माथिबाट, यताबाट चाहिँ जुमेरा गल्फमा गएर कनेक्ट गर्छ मेट्रोले। अब एकछिनमा चाहिँ दुबई मरिना सुरु हुन्छ लेफ्ट साइडमा। साले अनि दुबईमा चाहिँ सालिकको चक्करमा चाहिँ कहिलेकाहीँ अलि धेरै घुम्नुपर्छ। आज चाहिँ सालिकै पक्रेर भए पनि जाँदैछौँ घरतिर। अब दुबई मरिना सुरु भयो। लेफ्ट साइडमा दुबई मरिना छ, यतापट्टि चाहिँ जाफ्चा फ्री जोन हो। राइट ह्यान्ड साइडमा चाहिँ जेनरली समटाइम्स इट्स कल्ड डिस्कभरी गार्डन्स अल्फुल जनरेटेड एरिया छ। आज खासै लाइक वेदर त्यस्तो राम्रो भएको छैन। यु क्यान सी मरिना टावर्स। राइट साइडमा चाहिँ डिएमसिसी, लेफ्ट साइडमा चाहिँ दुबई मरिना पोर्ट एरिया अफ दुबई। अब यो राइट साइडमा चाहिँ डिएमसिसी जिएलटी जुमेरा लेक टावर आउँदैछ। अनि लेफ्ट ह्यान्ड साइडमा चाहिँ दुबई मरिना, त्यसपछि गएर जुमेरा बिच रेजिडेन्सहरू छ। अनि यतापट्टि चाहिँ ट्राम पनि छ, इट्स न्यू थिङ। अनि ट्राम चाहिँ अब यता डिएमसीबाट सुरु हुन्छ हुन चाहिँ, तर अहिले त देखेको रहेछ। अनि छ भने म त्यहाँ देखाइदिन्छु। ल दुबईको अब पोर्ट एरिया सुरु हुँदैछ। यहाँबाट चाहिँ हाइवे नै हाइवे लाग्यो भने, शेख जायद हाइवे लाग्यो भने चाहिँ यु क्यान सी द रियल दुबई। अब चाहिँ घरतिर जाँदैछु, एक्जिट लागि वेट गर्दैछु। त्यही भएर यो लेनमा छौँ, खासै कुदाउनु मिल्दैन। अब चाहिँ यहाँ चाहिँ ट्राफिकहरू बिल्डअप हुन्छ। दुबईको वान अफ द मेन पोइन्ट भनेकै ट्राफिक हो। ट्राफिक एन्ड समर यु कान्ट डु एनिथिङ, यु कान्ट इभन गो आउटसाइड। मान्छेलाई पछि जो मरे जस्तो हुन्छ यहाँ। चल्दैको घरतिर। चाहिँ द ग्रिन छु। अस्ति नै हामीले भिडियो बनाएको थियौँ। म चाहिँ घरतिर चल्दैको।